कतिको उस भयो भनेर मलाई दौडाइरहेको छ गाई दौडाइरहेको छ बिहान छैन यसले त के हो Wait a minute. फटा आइदै ल गाइस यसको चाहिँ अहिले धेरै रातो भइसक्यो यसको सफेदीको रोग अहिले धेरै ठिक भइरहेछ ठिक छ नि हैन यसलाई एकछिन थुन्दिन अब अरूलाई छोड्दिन अर्कोको हेरौँ कस्तो भइरहेछ हामी चाहिँ यिनीहरूलाई यो उब्रेको खानाहरू दिन गइरहेछौँ होइन दाल भातसँग यसको उब्रेर यसलाई खा अरूहरू चाहिँ गाइस बाहिर छ होइन मलाई चेक गर्नु गाइस Check it out. चेक गर्नु है गाइस जो चाहिँ खतरा छ उसको नलीहरू हेर्नु चेक गर भाइ यहाँ हेर्नु ल खुट्टाको उसको काँटाहरू हेर्नु होइन उसको मुख हेर्नु ऊ चाहिँ प्यारट ब्रिडको हो होइन चेक इट आउट ऊ चाहिँ एकदम क्युट छ तिमी खा को हो यहाँ चाहिँ खाइदिए पो हो अरूहरू चाहिँ गाइस बाहिर छ बाहिर चढ्दै होइन यिनीहरू चाहिँ यहाँ छ गाइस होइन अर्को चाहिँ यहाँ बसिरहेछ ऊ चाहिँ निस्किँदैन ऊ कहिले निस्किन्छ दाना दिने कार्यक्रम गर्दैछौँ होइन बाहिरकोलाई पनि दिउँ गाइस अलिकति लेट्स गो बाहिर हो यहाँ पज गर्ने होइन अनि अब बाहिर दिनु भनेपछि यहाँ पज गर्नु पऱ्यो अनि फेरि बाहिर गएर अन गर्नु पऱ्यो क्या त अहिले गाइस अब हेर न सबजना आउँछ गाइस Siete menos que versión de araca.
त्यसलाई हेर्नु कस्तो छ Check it out. आसिल बोल्थे आसिल दामी छ यसको खुट्टाहरू हेर्नु गाइस खुट्टाहरू हो त Check it out, hey guys, check it out. दामी छ त दाइ खुट्टा बाक्को जस्तो हुने रातोलाई चाहिँ खास अब हामीले के गर्नुपर्ने हो नि होइन यसरी उखार्नुपर्ने हो यसरी होइन यस्तो यस्तो गरेर अनि यस्तो गर्नुपर्ने हो यसरी 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 यस्तो यस्तो गराउनुपर्छ यसलाई अनि चट्ट यस्तो गरेर चट्ट हटाएर उठाउनुपर्छ हामीले यसलाई यस्तो पुसअप गराउनु पर्ने हुन्छ पुसअप म आज चाहिँ यसलाई धेरै गराउँदिनँ गाइस किनभने यो हल्का विक छ होइन यसलाई अब सफेदी भन्ने रोग लागेको कारणले पनि हो ट्रिटमेन्ट नि हुँदैछ फेरि ट्रिटमेन्ट नि हुँदैछ गाइस होइन आज नि गर्नुपर्छ होइन दाइ अहिले राइट नाउ हो यसको चाहिँ चट्ट एक्सर्साइज धेरै बेर गर्नुपर्छ यिनीहरूलाई चाहिँ यसरी एक्सर्साइजहरू गराउनुपर्छ मुन्टो सुन्टो घुमाउनुपर्छ गाई जसको यसरी होइन त्यसको चाहिँ यसरी ट्रिटमेन्ट हुन्छ खास भन्ने हो भने चाहिँ अनि यहाँबाट लगेर यस्तो 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 पनि गर्नुपर्ने हुन्छ यस्तो यस्तो गर्दै यस्तो गर्दै यस्तो गर्दै अनि यहाँबाट यस्तो गरेर मेरो हल्का एउटा हात हुँदैन नि त गाइस त्यो पनि म गरिदिन्छु यस्तो गर्ने यो चाहिँ मालिस हो यसको यस्तो गर्ने होइन यतापट्टि पनि त्यस्तो गर्ने होइन त्यही हो गाइस यसको एक्सर्साइजहरू चाहिँ होइन जो 26 गतेको लागि रेडी बनाउँदैछौँ गाइस हामी अहिले आज एकै दिनमा चाहिँ हामी धेरै गर्दैनौँ किनभने यसलाई अब अलि थाहा भइसक्यो त तपाईँहरूलाई होइन त्यही भएर पनि अहिले हामीले यसलाई चाहिँ त्यस्तो गर्दैनौँ होइन ठिक्क मात्रै हो 2-3 मिनट यसो एक्सर्साइज गरे जस्तो मात्रै गर्ने हो गाइस हामीले चाहिँ यसो उठ्ने बित्तिकै दिन त पऱ्यो नि दाइ हो यसो अलिअलि त दिनु पऱ्यो नि त गाइस पऱ्यो गाइस फेरि ढालिदिन्छ है फेरि यसले चाहिँ फेरि यो त फेरि पालै पिलो 2-3 जनासँग भिडिदिन्छ अनि गाइजहरूले 26 गतिको ब्लगमा देख्न सक्नुहुन्छ एक्सर्साइज Check it out guys, check it out. How is it? के हो रातेले शुद्ध सब्सक्राइब गर्नु भन्छ गाइस के हो त्यस्तै हो यो राते जस्तै रातो बटनलाई सेतो बनाइदिनु पर्यो ल है गाइस अरु भन्ने कुरा त्यही हो हैन अब सब्स्क्राइब चाहिँ हान्नु पर्यो हान्नै पर्ने हुन्छ नि यसलाई हामीले आज चाहिँ खासै गर्दैनौँ आज चाहिँ तपाईहरुले ट्रेलर देखिसक्नुभयो कस्तो हो भनेर त्यही हो गाइस अब यसलाई खाना दिउँ ल
चाहिँ तपाईँहरूले कलर हेर्न सक्नुहुन्छ गाइज। यो चाहिँ चङ्ख्यो है फेरि यसको कलर हेर्नु गाइज। जुत्न सुरु भइसक्यो भने त यसको कलर हेर्नु गाइज यसको। कलर हेर्नु न भाइ। कलरै दामी छ क्या यसको चाहिँ। मलाई किन हो कहाँ दामी लाग्छ क्या। खतरा छ क्या। हेर्नु न पछाडितिरै दामी छ क्या कलर। मुनितिर नि टाउकोमा नि यसकै यिनीहरू ग्रुप हो होइन। यिनीहरूकै दाजुभाइ हो क्या त्यो चाहिँ भन्छ दाइ। यस्तो गर्दा नि केही गर्दैन है गाइस। यहाँ हेर्नु है गाइस। गाइस अब हामी चाहिँ यसको सुरुमा रातेको के अरे घाइतेको ट्रिटमेन्ट स्टार्ट गर्छौँ हेर्दै जानु। अब अहिले हामी चाहिँ यहाँ घाइतेको ट्रिटमेन्ट गर्नुभन्दा अगाडि चाहिँ हामी यो सफा पनि गर्नुपर्छ। यहाँ चाहिँ पानी जमेको राति पानी पर्छ होइन। पानी परेर त्यही भएर यो सफा गरेर यसको गाई घाइतेलाई समाउन हल्का गाह्रो छ होइन। तर म योपालि गर्छु गरिहाल्छु। अब हेर्नु यसको ट्रिटमेन्ट तपाईँहरूले मजासँगले निम पत्ताको पानी एलोभेराज निम पत्ताले चाहिँ हुने के हो दाइ खासमा? निम पत्ताले चाहिँ हुने के हो खासमा? निम पत्ताले भाइ हरेक चिज हुँदो रहेछ बुझिनस्। अब निम पत्ताले यसको स्किनलाई हल्का राम्रो गर्ने रहेछ नि त भाइ बुझ्न। अब साइन्टिफिकली त नजान्नु अब मैले होइन। अब के हुन्छ कसो हुन्छ त अब मैले त्यो त अब मैले होइन। साइन्टिफिकली गयो भने त यहाँ के कुरा के हुन्छ नि त होइन। दुनियाँ चकित पार्ने कुरा पो हो त गाई चाहिँ साइन्स भने त होइन। ल है हामी यसलाई एलोभेरा पुटिङ अन है। एलोभेराज यो पनि चिलमा बस्नु थाल्यो है क्या अहिले त। अहिले त बस्छ भाइ यो नि। यो चाहिँ के नदिन आयो भनेर आइरहेको है गाई। सफेदीको ट्रिटमेन्ट चाहिँ यही हो है गाइज। मलाई चाहिँ सफेदीको बेस्ट ट्रिटमेन्ट लाग्यो है यो चाहिँ। मैले चाहिँ यो खास यो ट्रिटमेन्ट मलाई पनि थाहा थिएन सुरुमा। मलाई एउटा दाइले भन्नुभएको थियो भनिकन पनि मलाई अलि राम्रोसँग थाहा भएको थिएन। अनि मैले चाहिँ फेसबुक स्क्रोल गर्दै चाहिँ सफेदीको ट्रिटमेन्ट गरेको भिडियो आइरहेको क्या गाइज बुझ्नु भएन। त्यहाँबाट चाहिँ मलाई थाहा भयो यसको यस्तो रहेछ भनेर चाहिँ। त्यसपछि अनि मैले पनि ल गरिदिउँ न त कस्तो हुँदो रहेछ ठिक हुन्छ कि हुँदैन भनेर 1-2 दिन गरेको। इट्स बेटर। अहिले तपाईँहरूले आफै हेर्न सक्नुहुन्छ क्या। अब यो झन् हिजोको भन्दा पनि रातो हुँदै जान्छ यो। अब सुन्नुभएको होइन तपाईँहरूले। यसको चाहिँ मैले हल्का जिउहरूमा पनि दलिदिने गरिदिएको छु किनभने यसको जिउहरूमा नि हल्का इफेक्ट हल्का धेरै त होइन हल्का इफेक्ट परिरहेको भनेर चाहिँ मैले हालिदिएको हो। यी खुट्टातिर पछाडि यसको त्यो घुँडातिर पनि परेको हल्का त्यही अनुसारले चाहिँ हामीले अहिले गरिदिरहेको छौँ यिनीहरूलाई। लगाइ यसको हिजोको भन्दा रातो भएको छैन झन् टाउको छ नि होइन। चट्ट लगाएर रातो हुनु पऱ्यो क्या यसको। मलाई त दाइ अरू भन्दा नि सुरुबाट लिएर आएको याद आउँछ क्या।
होइन ल गङ्गाबु बसपाकमा Guys, होइन हेर्नु ल, यसको चेक इट आउट क्या यो पनि नट ब्याड होइन तर मलाई यसको हल्का मलाई यसको दुई तिनवटा कुराले चाहिँ मलाई ब्याड लाग्यो हो त्यो पनि मैले यसलाई ठिक बनाइसके सक्दो हेर्नु गाइज यो कुर्ता राम्रै हो होइन कस्तो छ गाइज हेर्नु त ल सेक्सी छ नि यस सेक्स गर्दैछ है सेक्सी यिनीहरूको बिउ मुनि झऱ्यो बिउ यसको गाई अब हामी घाइ त्यो एकै राति गरेर राउन्ड गरिरहेको छ डराउँदैन क्या किन हो राति चाहिँ एकदम ज्ञान बच्चा हो उसको चाहिँ सफेदी उसकोमा हेर्नु सक्नुहुन्छ उसको कस्तो छ अहिले तपाईँले हेर्न सक्नुहुन्छ उसको टाउको सेतो सेतो छ नि यता हेर्नु त गाईजी यो भनेको चाहिँ सफेदी लागेको हो उसलाई यस्तो थिएन उसको घाइते मुजी डाउनको सरे हो कहानी सुन्नु न गाइज ल यो दुई तिन कति यो दुईजना जतिसँग भिडेर आएर पुरै प्याकटप भएर आएपछि अनि चाहिँ यो जङ्गिदिएर आयो क्या नत्र यो जङ्गिँदैन थियो है योसँग अनि चाहिँ यो जङ्गिदिएर अनि यो जङ्गेपछि यो पनि जङ्गेपछि होइन राति नि जङ्गिनै पर्यो अनि रातिले त तर्साइदिइसकेछ क्या अहिले चाहिँ होइन सही बात है गाइज आज चाहिँ सफेदीको फुल ट्रिटमेन्ट भइरहेछ यहाँ एलोभेरा ओ किन भाग्छस् न मलाई त त्यसलाई त ठुङ्नै पाए हुन्छ यस्तो गर्छस् है त छोडिदियो त्यो मुजी बच्चे छ त त दादा हो नि यहाँको मुजी त किन आज मानिरहेको सिधा बस हिजो रातेले माने घाइते बिचक्या हो आज राते बिचक्या घाइतेले मान्छ त गाइज के हो यो सिस्टम यस्तो है गाइज के हो गाइज के हो यो रातेर घाइते केटाहरूको पारा पारा ठिक छैन दिइरहेको छु नि गाईले ल्याएको छ मलाई के हो केस साँच्ची दाइ 26 गते चाहिँ कुनसँग भिड्न लाग्यो त्यसको फोटो छैन छैन नि भाइ ऱ्यान्डम छ खुला मैदान है जो भी आ सकता है भन्ने जस्तो हो क्या भाइ होइन आइज भाइ गाई मान्छेलाई जबरजस्ती नै लगाइदिनु पर्ने भइरहेछ त्यो अब त्यहाँ घाइतेको उसँग गएर हो क्या नमानी आयो त्यो काली कालीसँग गइराख नि त्यो घाइते त्यही भएर नमानी आयो काली उसकै मात्र होला अनि काली मात्रै होइन उसको सबै हो यहाँको मेला त्यही भएर उसलाई के भयो गाई बाहिर के भयो यहाँ चाहिँ गाई होइन अस्ति एक दिन के भइदिरह्यो भने होइन कुखुराहरू चाहिँ यस्तो कराइदिएर होइन ड्रागनहरू गरा हुन्छ नि त्यस्तै गराइदिएर क्या अब होइन त्यही भने पुरै साइडको भइदिएर क्या अब यहाँ मान्छेहरू नै हेर्न आइदिएको साइडकोहरू हुन्छ भने चेकिरहेको है गाई ल यसको अब अझै यसलाई राम्रोसँग भएन यार अझै लगाउनु आइदियो Pinto. Check it out, guys. Check it out.
हो यहाँ चाहिँ दामी देखियो नि त जो नेपालीमा बिग्छ त्यो नेपालीमा सिक्छ भने जस्तो हो गाइज यो कस्तो हेर्दा गाइज यसलाई हेर्नु यसको पुच्छर हेर्नु यसलाई हेर्नु न रातै अब यसलाई म काजु नै खाइन कुन्टु चाहिँ जेलस हुन्छ है किन यसको यहाँ टुटोको पनि ठिक भइसकेको छ गाइज यहाँ माथि है दाइ रातैमा त भाइब्स न गाइज सुन्दैछौँ केजमा लेट्स गो किड्स ओहो यसको ठाउँ चाहिँ रुफटप हो नि त गाइज किनकि ऊ केही ऊ रेडी भएर मान्छे हो क्या फर समथिङ बिग क्या त्यो चाहिँ तपाईँहरूले पनि देख्नुहुन्छ क्या पछि बुझेन यस्तो ड्रागन जस्तो यस्तै कराएर आएको हो क्या गाइज यस्तो नन कराइदियो भने त दाइ पागल भइहाल्छ नि दाइ त ड्रागन जस्तो गर्छ अनि चेक इट आउट यो चाहिँ फेरि हाम्रै होममेड हो है फेरि यो नि होममेड हो नि फेरि होममेड हो होइन चाहिँ हामीले आफै बनाइदिएको केक हो है फेरि रातेको लागि कस्तो कमेन्ट हानु है कमेन्ट कमेन्ट फर बिग भने जस्तो है गाइज के हो केस भाइ गाइज यहाँको चाहिँ थुनिने खाइ कहाँ गएछ त्यो भएर मैले लाभ यस्तो गरिदिन लागिरहेको छु यस यति भएर चाहिँ निस्कियो मलाई निस्किँदैन दाइ यहीँ स्टप गर्छौँ भन्ने हाम्रो चाहना छ कमेन्ट हार्नु पऱ्यो गाइज सबै गरिदिनु होइन माया देखाउँ माया देखाएपछि अझै भाइहरूलाई भिडियो बनाउनु झन् मजा आउँछ होइन त्यही हो अब अर्को भिडियोमा भेटौँला गाइज भोलि